हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो थर्ड डे हो टुरको। अनि त्यसपछि आज चाहिँ हामी अप्पर मुस्ताङतिर जाँदैछौँ। अनि यहाँ चाहिँ साथीहरू रेडी भइसके। सबैजना जेसिका यता हेर्न। अञ्जली जुत्ता लाउने के गर्ने। अब हामी चाहिँ 7 बजे हिँड्ने भनेर चाहिँ रेडी भयो। सबैजना रेडी भइसक्यो। त्यही हो अप्पर मुस्ताङ जाने कि चार्जै होइन, लाइन पनि आएन। ए राम्री देखियो ए कस्तो देखिन अरे नि। अनि चार्जै होइन, अब भिडियो बनाउन पाइन्छ कि नै थाहा छैन। अझ झन् त्यो अप्पर मुस्ताङतिर गयो भने चार्ज पनि डाउन हुन्छ अरे आफै भन्दै हुनुहुन्थ्यो सरले। त्यही हो। हामी फाइनल्ली चाइना बोर्डर आएको छौँ नि। बोर्डरमा आइसक्यो, विदेश आइसक्यो हामी चाहिँ। नयाँ एक्सपिरियन्स। माई गड म चाइना है, चाइना चाइना चाइना। गाइज चाइना नेपालको बोर्डरमा आएर सामान किन्दै हौँ हामी चाहिँ। भित्र छिरे सामानहरू यसरी सुजहरू चाइनिज सामानहरू छ होला। मिठाईहरू किन्नु पर्यो भनेको कुन मिठो हुन्छ थाहा छैन। गाइज यो चक्लेटले पनि कस्तो हुन्छ थाहा होइन, मिक्सवाला हो भन्नुहुन्थ्यो। अनि त्यसपछि यो चाहिँ बिस्कुट डिफ्रेन्ट खाले, प्लास्टिक पनि डिफ्रेन्ट खाले नै छ। त्यही हो। हामी चाहिँ चाइना नेपालको बोर्डरमा आएर यति किन्दै हौँ। अब किन्छौँ 500 फोटो होइन भिडियो हो। चाइना नेपालको बोर्डर है यहाँ चाहिँ। चाइना नेपालको बोर्डर। चाइना नेपाल बोर्डर त हामीले टिकटक बनाउनु यही हो रे दरबार चाहिँ। पहिला पहिला राजा बस्ने दरबार चाहिँ यहाँ यस्तो छ। हामी इन्ट्री गरिसक्यौँ, हामी छिरिसक्यौँ। कत्कुरुको देवतालाई चाहिँ सम्झेर ढाडा चढाएर मात्र यात्रा गर्ने। अनि त्यसपछि राजा रानी हो। राजा रानी यहाँ मुस्ताङको राजा रानी कुलको थान रे। अरू अरू त अब ज्ञान नि गाइडेन्स भयो अझै राम्रो के बुझ्थ्यौँ हामी त यत्तिकै। उता हो क्या भाइ, उता हो के अरू केही थाहा छैन। यहाँ यसो दरबार हेर्न आएको रे, केही थाहा छैन। दरबार हेऱ्यौँ त्यही हो। असलको डिफ्रेन्ट जिम्बू हो यो। यस्तो डिफ्रेन्ट। यो त माछाहरू त भइ नि पाइन्छ। यो दरबार प्लिज नो इन्ट्री, कृपया प्रवेश निषेध छ अरे। अब हामी जस्तो मान्छेलाई प्रवेश निषेध छ अरे। जानुपर्ने हामी जस्तो मान्छे होइन र भित्र। यो सर धानहरू सुकाउनु भयो। खत्रै खान दरबार हो नि त। ए भोटे कुकुर कत्रो हो त नि आमामामा। ए यो त ऊ रहेछ रक्षा गर्ने, माथि गयौँ भने टोकेर खाइदिन्छ यसले। यत्रो यहाँ जान पाइन्न भनेर गइहाल्यो भने कोही यत्रो कुकुरले टोकिदिन्छ।
जाम यहाँ त अबै यहाँ त्यस्तो यस्तो बाटो हामी त कता जाने टुधारमा पऱ्यौँ हेर्ने यस्तो हुन्छ हालत मुस्ताङ आएपछि मुस्ताङ हेर्न हामी त अप्पर मुस्ताङ गएर आएको यता आवाज पनि सुक्न लागिरहेको दरबारभित्रकै कम्पाउन्ड हो अरे यो चाहिँ स्क्वायरमा बनेको गाउँ हो अरे अब यस्तो हो यहाँ त हामीलाई जे देखेँ नौले हो यहाँ हजुर के भन्दै हुनुहुन्छ आफ्नै कल्चरल लुगाहरू लगाएर सिउँदै हुनुहुन्छ गाइजहरू हामी यहाँ निस्कियौँ है भुलभुल यहाँबाट अघिसम्म यता उति स्क्वायरमा घुमिरहेको थियौँ यी दरबार फाइनली आयौँ हामी चाहिँ यताबाट गरौँ यताबाट आयौँ ठिक गरेछौँ एक राउन्ड मारेर आयौँ कुकुर भुकिरहेको अघिको कुकुर हुन त मैले त्यस्तै त भुल्नु लाग्नु नि त अनि त्यही भएर मेरो साथी आ भनेर भुकेको हो कि के थाहा क्युट भाइ बहिनीहरू हामी चाहिँ यहाँ आएको छौँ गाइज हामी चाहिँ यहाँ गुफा हेर्नु आएको हो यस्तो हो डिफ्रेन्ट तरिकाले बनेको हो यहाँको उहरू सबै ठाउँहरू चाहिँ यहाँ जेसिकाहरू यता छन् क्युट भाइ बहिनीहरू यहाँ चाहिँ ढुङ्गामा के लेखेको बुझ्दैनौँ हामी त तर यहाँ यस्तो रहेछ यहाँ चाहिँ सबै पहिल्यैदेखिको कल्चरहरू हो क्या है केही फेरिएको नि होइन त्यस्तो धेरै जे हुनुपर्ने हो त्यही सबै नै छ होइन त्यही हो अब हामीले चाहिँ यहाँ आएपछि त जे देखे नि नौले हुन्छ तर के हो भनेर भन्यो भने झन् ज्ञान हुन्थ्यो के अरे अब थाहा छैन के हुन्छ नि मन्दिरहरू होला बुझेअनुसार त मन्दिरै होला पक्कै ए ल यहाँ साह्रै गाह्रो मुस्ताङ आउनुभन्दा अगाडि 1000 चोटि सोचेर आयो भने चाहिँ हाम्रो सब साथीहरू बिरामी भएर बिचरा बमिट आउने घरि के हुने हो त नि यति गाह्रो बिचरा सबैजनालाई गाह्रो भयो तर आउनुभन्दा अगाडि 1000 चोटि सोचेर आउनु होला गुफा जस्तो के हो छ थाहा छैन बिकज वी आर न्यू हियर ठन्डै लोटे थिएँ म त यस्तो डिफ्रेन्ट थिङ्स देखाउने कोसिस गर्दैछु होइन यहाँ हिँडिरहेको सबैजना घाँस राख्ने ठाउँ हो क्या होइन नसक्ने त्यस्तो माहा रहेछ यता हो रे कता हेलो हामी चाहिँ यस्तो घरहरू हेर्न आएको छौँ हामी चाहिँ यहाँ गुफामा आएको छौँ गुफामाथि चढ्नलाई चाहिँ अलिक दुःख हिँड्नु परेर हामी यहाँ थला परिछौँ साथीहरूको हालत एकदम खराब छ सबको हालत खराब छ बोल्न नि अक्सिजन नपुगेर अक्सिजन तान्ने हामी साथीहरू चाहिँ जाँदैनन् रे हामी चाहिँ हिँडेँ म अब ऊ त्यहीँ पुगेपछि देखाउँछु ल त्यो छ कति रहेछ र कतिको टिकट ओइ कति नजिक हिचकिस र धन्नै लोटी थिए गाह्रो भयो गाह्रो ठाडै उकालो कतिवटा सिडी छ त्यहाँ
जे पनि थालमा राख्दै सबै आउँछ अनि स्लो गरेर बनाऊ न उता नि हेर्नु होइन एक बजिसक्यो गाइस हाम्रो हालत चाहिँ यस्तो अब आज लास्ट डे हो नि त टुरको म यहाँ कस्तो देखियो अनि आज टुरको चाहिँ लास्ट डे हो ऊ यहाँ यस्तो भइरहेको अनि यहाँ टोइलेट गराएँ अनि एउटी चाहिँ उहाँ टिकटक हेर्दै बसिन् एउटी सुती अब आज हाम्रो एकदम दिल टुट्यो है गाइस त्यो कुरा के हो भन्दैनौँ अनि त्यसपछि चाहिँ त्यही हो अब यस्तै हो दुःख सुख गर्नुपर्छ सबैले हेप्छ नि यस्तै गाइजहरू अनि अब भोलि हामी खासै रमाइलो त गर्छौँ कि क्या छौँ थाहा छैन गर्दैनौँ जस्तो लाग्यो के हामी रमाइलो गर्छौँ जस्तो चाहिँ मलाई लागेन अब हामी साथी साथी लेक चाहिँ जाने हो हेर्नुहोस् गाइजहरू अनि त खासै खास छैन गाइजहरू अनि अब यस्तो अब भोलि त के हुन्छ कसो हुन्छ थाहा होइन आजको दिन बित्न लाग्यो बित्न लाग्यो होइन भोलि भइसक्यो कि 1 बजिसक्यो अब आजै हो नि त लास्ट डे त्यही भएर हामी मिलेर त रमाइलो गऱ्यौँ एकदमै रमाइलो भयो टिकटकहरू पनि छ भिडियोहरू पनि छ सबै छ हामीले हालेको पनि छौँ हेर्नु होला अब आइडी त देखाइन त्यही पनि खोजी हेर्नुपर्छ नि फेरि अनि त्यही हो अब भोलि भेटौँला बाई 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 ऊ त भैँमा सुतिए एकल काटे भएर गुड नाइट स्विट ड्रिम्स बाई बाई